भाउजू सो हेलो एभ्रिवान गुड मर्निङ एन्ड सबैजनालाई नमस्ते। एकैपल्ट मैले यति राम्री भएर कहाँ हिँड्न लागेँ कि भन्नु होला। अब राम्री अरूले नभने आफूले त भन्नु पर्यो। म चाहिँ जान लागेको काठमाडौँ। अनि काठमाडौँमा चाहिँ कान्छी भाउजूलाई सरप्राइज दिउँ भनेर मैले कान्छी भाउजूलाई सुनाएको छैन। के कस्तो हुन्छ अगाडिको अलिकति पार्ट देखिहाल्नु भयो, हेर्नु होला सबै। अनि यतिखेर चाहिँ म जाँदै थिएँ तर हावा यति धेरै आएको थियो हावा होइन। सरप्राइज दिन हिँडेको घर पुगिन्छ कि पुग्दैन भन्ने डर पनि भइरहेको थियो मलाई। पुगिन्छ पुगिँदैन भन्दा पनि मलाई उडाउँछ भनेर नि पिरिरहेको थियो नि त। पातलो मान्छे छु, अब हावा त्यत्रो धेरै चलाउँछ उडाउन पनि बेर लाग्दैन मलाई त। अनि मलाई चाहिँ भाउजूले बाटैभरि फोन गरिरहनु भएको थियो किनकि बिहानदेखि नर्मल हाम्रो कुरा भनेको 3-4 चोटि फोन गरिरहनु हुन्थ्यो नि त। अनि आज मैले बिहानदेखि पनि फोन गरेको थिइनँ नि त। अनि मलाई बाटोमा फोन गरिरहनु भएको थियो तर मैले उठाइरहेको थिइनँ कि फोन चाहिँ, किनकि उठाएँ भने त थाहा पाउनुहुन्छ भनेर। सो बाटोमा गाडी बिग्रेर अलिकति ढिलो पनि भयो, थोरै टायर पम्चर भएर टायर फेर्नु पर्यो। अनि त्यहाँ अलिकति ढिलो पनि भयो हामीलाई। अहिले कल गर्नुभएको थियो क्या, कहाँ हो फोन पनि उठाउनु हुन्न हाम्रो त, कस्तो हो फोन उठाउनु हुँदैन के हो, बिहानदेखि फोन पनि छैन कता जानुभयो भन्दै के अरे गर्नुभएको थियो क्या कल। अनि मैले म बाहिर छु भरे गएर कल गर्छु भनेको छु है। अनि म चाहिँ गाडीबाट झरेर घर आइपुग्न लागेको थिएँ। रुम आइपुग्न आँटेपछि अनि के अरे अब के कस्तो हुन्छ भनेर डर पनि लागिरहेको थियो। बा थाहा पाइसक्नु भएको छ कि भन्ने पनि लागेको थियो तर थाहा पनि भएको छैन भने पनि कन्फिडेन्ट त थियो ममा अलिकति। तपाईँहरूसँग गफ गर्दा गर्दै म रुम आएको पनि पत्तै भएन। रुमको गल्लीमा ठ्याक्क आइपुगेँ म। तल केटाकेटीहरू चाहिँ खेल्दै रहेछन् क्या। अनि मलाई चाहिँ अलिकति डर लागिरहेको थियो। अनि अरूभन्दा पनि भाउजू रुममा हुनुहुन्छ कि हुन्न तरकारी लिन जानुभयो कि जस्तो पनि लाग्दै थियो। तर एउटा रुममा चाहिँ चाबी लागेको थियो, अर्को रुममा ठ्याक्क हुँदो रहेछ। हेलो अनि सरप्राइज भएको यो भयो त। अनि म त वहाँ पारे के सोचेर आएको के भयो भने जस्तो भयो क्या। अनि मैले के गरेँ थाहा छ तपाईँहरूलाई? अनि म फेरि गएँ क्या तल सरप्राइज फेरि त्यस्तै म आउँछु अनि तपाईँहरू तर्सिनु ल भन्यो। अनि फेरि गएको के यहाँ हेर्नु न यहाँ हाँस उठेर छ्या। अनि म फेरि गेटबाट गएँ भित्र त्यस्तै एक्टिङ गर्दै के हेर्न फेरि भर्खर आए जस्तो एक्टिङ छ फेरि मेरो। हो एक्सपर्ट छु नि फेरि म एक्टिङमा त। भाउजू यहाँ हेर्नु सरप्राइज हाम्रो यस्तो हुन्छ। अब के गरौँ पर्व के सोचेर आयो के भयो जस्तो भन फेरि गएर यसरी सरप्राइज गरेँ मैले। अनि सरप्राइज यस्तो हुनु पर्यो नि त खास त, तर भएन नि त। अनि त्यही भएर त्यस्तो गरेको साथीहरू मैले त। अनि भाउजूलाई पनि हाँस उठ्यो उता जानुभयो। अनि मलाई त म झन् किन हाँस्दा झन्डै मरिनँ दुवैजना। भाउजूको बर्थडे थियो नि त हिजो। अनि बर्थडेको डेकोरेसन अझै यहीँ रहेछ। अनि गिफ्ट ल्याइदिएको थियो कि मैले गिफ्ट। अनि यहाँ मैले चक्लेट मागेको, चक्लेट दिनु मात्र गिफ्ट आउँछ। ह्याप्पी बर्थडे भाउजू। थ्याङ्क यू। अनि म गिफ्ट दिन्छु ल। यो चाहिँ मेरो दिदीले पठाइदिएको गिफ्ट भाउजूलाई। थ्याङ्क यू भन्नु। थ्याङ्क यू सो मच तिथा। अनि यो चाहिँ मैले भाउजू पठाइदिएको गिफ्ट। थ्याङ्क यू सो मच या दिदी। मलाई त गिफ्ट छैन। हाँसो पनि यही नयाँ लगाइदिएको यस्तो आएर ट्राई गरेको ठिक्क भएको रहेछ। खुम्चुम भएछ हौ। अब भएपछि आइरन लगाएर सेम हो सेम ला हेर्दै यहाँ लेखिनु भएन ल्या नभन्नु भन्थे भिडियो हस्पिटलले मार्यो। अब उठेर लाम न केही हुँदैन ल। म किनिदिन्छु क्या भोलिपर्सि न लुगा चाहिँ लाउन कस्तो देख्दैन हेरौँ ल। हेर है साथीहरू हामी हेर्ने ल। हामी यस्तो म त छि साथीहरू यस्तो देखेको छ हामीले भाउजूलाई। थ्याङ्क यू सो मच हिरा दिदी। मलाई यो कस्तो आई डोन्ट बिलिभ के भन्ने त्यही हो। अब यहाँ कान्ट इमेजिन हिरा दिदी। यहाँ हेर्नु न यहाँ मेरो ज्यानमा यस्तो देखिन्छ, उसको ज्यानमा कति राम्रो देखिएको। कहिले लाग्नु मासु। थ्याङ्क यू सो मच फर लभ। मेरोलाई त मलाई कस्तो मलाई घटाएर लाग्यो मेरो ज्यानमा कहाँ हुनु र। बुनलाई पनि ल नन्दलाई पनि थ्याङ्क यू सो मच। बाई आजलाई यति नै, भेटौँ अर्को भिडियोमा है त साथीहरू।